घरमा मासु आइसक्यो भने चाहिँ नलागेको जाँगर पनि लाग्दो रहेछ साथीहरू। हेलो एभ्रिवान, डे 24 मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। आज म पकाउँदैछु मासु। अनि आज चाहिँ मलाई साँच्चै भन्नुपर्दाखेरिमा खाना पकाउने मनै थिएन, तर घरमा मासु आइसक्यो भने चाहिँ अब जाँगर लाउनै पर्यो, पकाउनै पर्यो, खुवाउनै पर्यो, आफू पनि खानै पर्यो। अनि मैले चाहिँ यता मासुलाई मजाले फ्राई गरेँ। अनि त्यसपछि यसमा चाहिने मरमसला हालेर मासुलाई मैले पकाएर रेडी गरेँ। अब पालो हाम्रो खाने। अनि मेरो छोरीले ल मामु पहिला मासु खाम है भनिन्। हामीले मासु टेस्ट गऱ्यौँ। मासु चाहिँ यस्तो मिठो भएको थियो। अनि अब मासु चाहिँ खासमा मिठो नै हुन्छ, तर झन् यसलाई राम्रोसँग पकायो भने त झनै मिठो हुन्छ। अब यस्तो गर्मीमा मैले चाहिँ अरू तरकारीहरू बनाइनँ। खासमा मलाई खानै बनाउन मन लागेको थिएन, तर मासु आइसक्यो भने चाहिँ अरू तरकारी नभए पनि मासु भात दाल मात्र बनाउँछु भनेर बनाएको, एकदमै मिठो भएको थियो। अनि यता चाहिँ मेरो छोरीले मैले जे पकाए पनि एकदमै मिठो छ मामु भन्दै खाने गर्छन्। उनलाई चाहिँ एकदमै मनपर्छ। यसरी चाहिँ हामी आमा छोरीले आज खाना खायौँ। हजुरहरूले के गर्नुभयो कमेन्ट गर्नुहोला। हजुरहरूले के तरकारी खानुभयो कमेन्ट गर्नुहोला है त साथीहरू। आजको दिन चाहिँ यसरी नै बित्यो। अब फेरि भोलि आउनेछु। बाई।